कलाकार तथा पत्रकार कार्तिक थपलिया हजुरहरू आज गोलढुङ्गाको प्राङ्गणमा हुनुहुन्छ र यहाँनिर हामी सुटिङ स्पटमा छौँ र अहिले त्यसै गरी देख्न सक्नुहुन्छ आज पानी परे पश्चात हाम्रो नेपाल धेरै नै सुन्दर भएको छ। योभन्दा केही हप्ता अगाडि हाम्रो काठमाडौँ चाहिँ के थियो भने पुरै नै पोल्युसनले खाइसकेको थियो, पोल्युसनले पुरै नै भुटेकै थियो है। अब कस्तो भन्दाखेरि तपाईँलाई मिलाएर भन्नुपर्दा नेपाल टप 1मा पऱ्यो 1.5 हप्ता जति। त्यस पश्चात अब मलाई पनि राम्रो लागेन नि त, यो कुरा मैले सिधै इन्द्रलाई राखेँ होइन। अब इन्द्रले नि यसबारे केही सोच्नु भएछ। त्यस पश्चात उहाँले फिलहालै पानी वर्षा गर्नुभयो योभन्दा 1-2 दिन अगाडि। त्यसपछि हाम्रो नेपाल सिधै त्यहाँबाट घटेर 13औं नम्बरमा आइपुग्यो। यो भने नि हाम्रो लागि एकदमै ज्यादै गर्व र खुसीको कुरा थियो। त्यस पश्चात फेरि मैले एकचोटि इन्द्रलाई चाहिँ नि केरकार गरेँ है, ठ्याक्क अगाडि ल्याएर है, ल है सर यस्तो भएन भनेर भने। त्यसपछि उहाँले फेरि एकचोटि चाहिँ नि पानी आज वर्षाउनु भयो। त्यसपछि देख्न सक्नुहुन्छ उता रानीगञ्ज र मेरो बिचमा एउटा पनि धुलोको कण छैन। यसमा म एकदमै होइन कहाँ लेखेर राख्ने हो कि कहाँ पोस्टर गर्ने हो भनेर भन्नुहुन्थ्यो एकजनाले। त्यही हो होइन, लाइक अहिले यति क्लिन इन्भाइरोमेन्ट भइसक्यो। जे होइन तपाईँहरू खुसी हुनु होला, हाम्रो दृश्य हेर्न सक्नुहुन्छ। र त्यसै गरी आज हाम्रो नाम्लो सुटिङ सम्बन्धी केही भन्नुहोस्, यता घुमाउनुहोस् त क्यामेरा सर। हजुर, आज हाम्रो नाम्लोको सुटिङ हुँदैछ। आज चाहिँ विशेष गरी आजको विशेषता के छ भने आज चाहिँ मैले रोल पाउँदैछु। मैले रोल पाउनु भनेको मलाई लाग्छ कुनै पनि सिरियल एकदम माथि जानु हो। मैले रोल पाएपछि तपाईँको एकदमै है अब त्यो सिरियलको भविष्य छ होइन। तपाईँ नभए त यो हाम्रो सिरियल जगत त शून्य हुन्छ। तेरि शून्य रे भाषिन्छ, सिरियल जगतै रहँदैन म रहेन भने है। त्यसैले हामीले यो कुरा बुझौँ, मजाकमा नलिउँ। उहाँहरूको बारेमा के भन्ने? उहाँहरू भने यस्तो, उहाँहरू भने सबैजना म पछिका हुने, म पछिका हुने, जति पनि छन् म पछिका हुन्। तर मेहनत गर्छन् है भाइ बहिनीहरूले है, उहाँहरूले मेहनत गर्नुहुन्छ। म उहाँको मेहनत देखेर खुसी छु। तर जति मैले गरेको छु त्यति चाहिँ अझै पुगेको छैन है। गर्नुहोस्, अझै गर्नुहोस्। अर्को बहिनी यहाँ हुनुहुँदो रहेछ। उहाँ त के भन्नु, उहाँ त होइन उहाँको त एक्टिङै छैन। उहाँलाई त म के भन्नै चाहन्न। उहाँ त धेरै नै जुनियर हुनुहुन्छ मेरो अगाडि। ठिक छ, जे भयो नि मेहनत गर्नु होला, मेहनत गर्नु नछोड्नु होला। आज हेर्नु मेरा भाइ बहिनी, मेरा पछिका जुनियरहरू अहिले यति अगाडि आइसके। तपाईँहरू पनि म मात्रै अगाडि जानुहुन्छ होइन। ठिक छ, तिमी चाहिँ किन चिप्लिन्छ भनेर नगएको होइन। म यस्तो अहिले म फ्रेममा आउन चाहदिनँ है। अहिले म फ्रेममा आउन नचाहनुको कारण चाहिँ धेरै रहेको छ। यस्तो हो, मैले कुनै ताका सिरियल जगतमा तपाईँको मेरो नाम पनि हाल्नु पर्दैन थियो। मेरो अगाडिको अक्षर हालेपछि तपाईँको सिरियल कहाँ पुऱ्याउने होइन, त्यहाँ पुग्थ्यो होइन। अब मिलियन चाहिने हो कि बिलियन चाहिने हो, त्यहाँ पुग्थ्यो। ठिक छ, अहिले जे पनि तपाईँहरू खुसी हुनु होला। हामी जे बनाइरहेको छौँ राम्रै बनाइरहेको छौँ, हेर्दै गर्नु होला। अब मेरो इन्ट्री भयो यो सिरियलमा। अब यो सिरियलको चाहिँ यतापट्टि अर्को दिदी हुनुहुन्छ, उनको बारेमा उहाँ पनि केही भन्दिनँ। उहाँ उलिया हेरिहाल्नु भयो, यही हो मान्छे, अनुहार त्यही हो। के भन्ने त्यो उहाँको भ्रम हो है। अब के गर्नु, चारपाथी मेकअप पछि चल्दैन, यस्तो भ्रम आउँछ साथीभाइहरू। ल धन्यवाद, मनमा नलिनु होला। ल।